गुड मर्निङ साथीहरू, वेलकम टु माई ब्लग। म चाहिँ सिन्धु घिमिरे फेरि पनि आइसकेँ नयाँ ब्लग लिएर। आज चाहिँ बिहानै उठिसकेँ। अब चाहिँ नुहाउनु पर्ने हुन्छ किनभनेदेखि चाहिँ आज चाहिँ दसैँ रहेको छ। सबैजनालाई ह्याप्पी दसैँ भन्न चाहन्छु। अनि भगवान्हरूले सधैँभरि तपाईँहरूलाई चाहिँ राम्रो राम्रो विशेषहरू दिनुहोस् भन्दै मैले चाहिँ मेरो ब्लग स्टार्ट गरिसकेँ। अब चाहिँ नुहाएर भेटौँ है त। मैले चाहिँ नुहाइसकेँ, नुहाएर फ्रेस भएर आइसकेँ। अनि अब चाहिँ पानी सानी खानुपर्ने हुन्छ होइन। अनि दसैँ लागेर रहेछ, पानी खाने चाहिँ बिर्सेर कोक सोक खाएर भुँडी पुरै भइरहेको मेरो हो। म पानी खान्छु साथीहरू। ल साथीहरू, अब चाहिँ हामी चाहिँ रेडी सेडी भइगरी मामालाई गइरहेको छौँ टिका लगाउनको लागि। जोरामा कोसेली बुवा बुवामा चाहिँ हेर्दै हुन्छ। हामी चाहिँ एसएन हाइवेबाट हाम्रो मामालाई गइरहेको छौँ साथीहरू। यो चाहिँ बन्दै गरेको हाइवे हो, एसएन हाइवे होइन। यो चाहिँ मोरङ जिल्लामा पर्छ। अहिलेको यो हामी हिँडेको बाटो चाहिँ आउने भन्ने ठाउँ आइसकेको छ। बाटोको अवस्था चाहिँ यस्तो छ, बनिरहेछ। तर कस्तो राम्रो देखिरह, पर पहाड देखिरह। र साथीहरू, हामी चाहिँ मामालाई झर्ने जाने बाटोमा आइसकेका छौँ। अब चाहिँ हामी मामालाई गइरहेको छौँ। अबको 4-5 मिनटमा चाहिँ हामी मामालाई पुग्छौँ। अब चाहिँ हामी अर्को हजुरबाको टिका लगाउन गइरहेको छौँ। मेरो मामा हजुरबा हुनु। मम्मीले जानु भनेको मैले काठमाडौँ किन्छ अरे त अहिले पढ्ने मान्छेलाई केही लाउँदैन, सिप पढा छैन लाउनु। ऊ सिम्पल भएर हिँड्छ त्यस्तै राम्रो। यो चाहिँ हाम्रो मम्मीको कान्छी काकीको घरमा चाहिँ हामी टिका लाउन आइसकेको थियौँ यतिखेर। Let me introduce my brother. Hello guys, today we are in Mamla Ghar, lying Tico very much. We are going to the next house in Hazurba Gars. So हामी चाहिँ राम्ररी बोल्नु नि, साँच्चै भनेको। तेरो भ्युज बढ्ला नि विचार गर्नु। We are going the next house from our house. We are going to participate of दसैँ भन्नु। To ground the Tico, yes. Today is the second days. So let me introduce our next house. One house there. This is the house, and this is Hazurba is sitting in the beer. Very much. I'll have the house. Guys,
कसैका छोरी चेली भएमा चाहिँ हाम्रो मिस्टर ह्यान्डसम हङलाई सम्झिन सक्नुहुन्छ। सम्झिनु सक्नुहुन्छ बाहुनकी छोरी पण्डित छोरीहरू चाहियो मलाई कस्तो 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 थर हुनु भएन। अब केही भइदियो आफूलाई काली केही भएर आफू तलमाथि भयो भने त परिवार गिफ्ट किन हुनु भएन? कतै केही भयो भने अपाङ्ग भयो भने 7.5 लाख पाइन्छ। ए ए ए आमाको बाबाले पनि ठुलो जोखिमबाट बच्नलाई गरिराख्नु सजिलो। 4 इन्च हाइट छ मेरो। केही भएन भने पैसा अरूलाई नि केटी खोज्नुपर्छ। अनुप 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 सुनेर केटोको आगो बिहे गरिदियो। अनुप बोलाएन सुन्नु न। 3 लाखको है फेरि 3 लाखको अनुप गौतम तपाईँ कति वर्षको हुनुभयो? तपाईँलाई कस्तो केटीको सेकेन्ड फ्याक्टर मामालाई पछाडि सुन्दै हुनुहुन्छ। मलाई खेदा पनि सक्नु पर्यो नि। गुड मैले सारेको बेमा छाता कसले उडाउँछ? मेरो बिहेमा छाता चाहिँ एउटी उडाउँछु भन्थे। अब यो पनि खासै गइसक्छ होला। यसको पनि बिहे आगो परागो भन्दैछन्। किन त तपाईँले चाहिँ मलाई गर्नुहुन्न र जे पाए त्यही टिका कार्यक्रम अथवा चुपलाटे लाउँ न। तल्लामा चाहिँ बसेर कति गरौँ हुँदो रहेछ अरू भन्न जानिँदैन होइन। के गर्न के गरेको छ त्यति राम्रो होस् फ्याटफ्याट होस् अरे एकदम यो यसले भन्दा सफल कसले गरेको छ? के खाली हात लाउन हो दुईटा पढ्ने भनेको मान्छे यिनै हो नि। आमाले धेरै दिन नले हालौँदेखि लाटीको सक्यो। अब हामी माथला घरबाट उहिलेका घरमा जान्छौँ। ठ्याक्क आफ्ना घरमा मूल घरमा जाने भन्दा भन्जीलाई टिको लगाइदिनु पर्ने छ गाइज। 5 रुपियाँ दक्षिणा हो सिन्धुले पाउने आज। त्यस्तो छ गाइज हेर्नुहोस् होइन तपाईँले कुरो बुझ्नुहोस्। गाई बास्तोहरू कराउँदैछन्। ओ करायो गाई बस्तु करायो। दानम काण्ड कवीरको सविरम ज्ञानम बलम भीममा कति पढ्न आउँदैन होला हौ। सरिसयो तेजो यथावानिनो एकदम धीर पवित्र पटपनम दत्ता मया आशिषल राम्रो होस्। बिहे बेलैमा गर्नु आमालाई नकराउनु धेर बढी
म बेलामा बिल्ला हालिरहन्छु नरिसाउनु ठुस्सा नपर्नु ए अलिक बिस्तारै छिमा मुड्छु नरिसाउनु ल हे खुट्टाले खै पैसा देखा 5 रुपियाँ पैसा दिन्छ कुटा डो ताली पड्काउनु ताली Let me introduce my marvelous gang. यहाँ सबजना हुनुहुन्छ